नमस्ते सबैलाई। र आज चाहिँ डे 6 होइन, आज चाहिँ 30 डे च्यालेन्जको 6औं दिन हो। र आज चाहिँ म असफलताको बारेमा कुरा गर्न जाँदैछु होइन। असफलता भनेको चाहिँ यो असफलता मात्रै होइन, यो चाहिँ सफलता होइन। हासिल हुनुभन्दा अगाडि धेरै कुरामा असफल भइन्छ क्या मान्छेहरू। हामीले सक्सेस मात्रै देख्छौँ होइन, तर त्यो पछाडिको अनसक्सेस स्टोरीहरू चाहिँ कसले पनि देख्दैन। जुन चाहिँ सफलताले हामीलाई नसिकाउने कुराहरू चाहिँ असफलताले पनि, अनसक्सेस स्टोरीहरूबाट पनि हामीले धेरै कुराहरू थाहा हुन्छ क्या। जस्तै होइन, यो अहिले बत्ती बलिरहेछ नि, यो बत्ती बल्नुभन्दा अगाडि पनि छ नि, यो बत्ती बनाउने मान्छेले 1000 चोटि असफल भएको थियो अरे क्या। 1000 उसलाई 1000वटा आइडिया थाहा थियो कि यो आइडियाले चाहिँ काम गर्दैन भनेर, र ऊ 1000वटा आइडिया चाहिँ असफल भइसकेपछि होइन, 1000वटा आइडियाले चाहिँ काम नगरिसकेपछि अर्को एकचोटि प्रयास गर्दाखेरि चाहिँ उसले यो बत्ती बनाउन सफल भएको हो। र त्यस्तै स्टोरीहरू चाहिँ यहाँ थुप्रै छन् होइन। त्यसरी असफलबाट हामी डराउनु हुँदैन। यो असफललाई चाहिँ हामीले टिचरको रूपमा, एउटा गुरुको रूपमा हेर्नुपर्छ। हामी असफल भएर हार मान्नु हुँदैन। यो असफलताले हामीलाई अगाडि आउने बाटो कसरी जाने त भनेर यसले मार्गदर्शनको रूपमा हामीले यो असफलतालाई हेर्नुपर्छ। हामीले एउटा कुरामा असफलता भएपछि त्यसलाई छाडिदियो भने गेम ओभर हो। तर हामीले त्यसलाई, यो असफलतालाई चाहिँ हाम्रो आफ्नो गुरु मानेर अगाडि बढ्यो भने यसले चाहिँ हामीलाई अगाडि धेरै हेल्प गर्नेछ। र यस्ता उदाहरणहरू धेरै छन्। असफलता भनेको सिकाएको क्रममा यो असफलताले हामीलाई एउटा मनभित्र फिलिङ ल्याउन सक्छ कि म राम्रो छैन होइन, अरूभन्दा म अलिकति त्यसको जस्तो मेरो खुबी छैन। त्यो होइन कि मान्छेहरू सिक्दै उसलाई यो विषयमा मभन्दा बढी ज्ञान होला होइन, त्यो होइन कि आफ्नो ज्ञान चाहिँ बढाउँदै जाने हो होइन, आफ्नो स्किल्सहरू चाहिँ तिखार्दै जाने हो। र मान्छेको कोही पनि बराबर इक्वल हुँदैन, समान कोही पनि हुँदैन। र आफ्नो स्किल्सहरू चाहिँ बढाउँदै जाने हो। त्यो सफलतालाई चुम्नको लागि पनि असफलतालाई हेरेको मान्छे चाहिँ त्यो सफलता पाएको व्यक्तिभन्दा नि महान हुन्छ, किनकि उसलाई थाहा हुन्छ असफलताको पीडा होइन। यसलाई चाहिँ, यो असफलतालाई चाहिँ हामीले नेगेटिभ वेमा हेर्नु हुँदैन। आफ्नो माइन्डसेटलाई चाहिँ जहिले पनि पोजिटिभ बनाएर हेर्नुपर्छ। असफलताको बाटो हामीले हिँड्दै गर्दाखेरि जस्तै मानिलिउँ एउटा मान्छे कुनै कुरामा असफल हुन्छ भने उसले त्यहाँबाट पनि उसलाई थाहा नभइकन धेरै पार्टहरू उसले बुझिसकेका हुन्छ। र पछि उसले अगाडि बढ्दै जाँदाखेरि धेरै कदमहरू उसले थाहा हुन्छ, र उसलाई अगाडिको दिनहरूमा चाहिँ सफल व्यक्ति बन्नमा धेरै मद्दत गर्छ। र यसरी नै मैले पनि भिडियो बनाउँदै जाँदाखेरि असफल भयो भनेर मैले ठ्याक्कै राम्रो भएन होइन, अरूको जस्तो अरूको कम्पेयरमा राम्रो भएन, असफल भए भनेर मैले छोडेँ भने यसको च्याप्टर क्लोज हो। तर होइन, यसलाई नै मैले, यो असफलतालाई नै मैले हेरेर अगाडि इम्प्रुभ गर्दै लग्यो भने आई विल बी अरू जतिको नभए पनि, तर म हिजोको दिनभन्दा आज राम्रो हुँदै जानेछु र त्यो मलाई विश्वास छ। त्यसैले म कन्टिन्यू गरिरहेको छु। त्यसैले असफलतालाई हामीले नकारात्मक रूपले हेर्ने होइन, यसलाई चाहिँ एउटा पोजिटिभ लुकले हेर्नुपर्छ। र असफलताले नै हामीलाई सफलताको बाटोतिर डोराइरहेको हुन्छ।
र अन्त्यमा म के भन्न चाहन्छु भने असफलता भनेको चाहिँ सफलताको विपरीतार्थ होइन कि यो चाहिँ असफलताले चाहिँ सफलतातिर डोर्याउने एउटा मार्ग हो। ल धन्यवाद। भोलि अर्कै टपिकमा आउँछु।